महिषपाल वंश राजा भुवन सिंहको राज्यकालमा हाङ यलम्बरले आक्रमण गरी किराँत वंशीहरूको राज्यकाल भएको इतिहासको स्वर्णिम पानाहरूमा कोरिएका छन्। तथापि भारतको विभिन्न ठाउँहरूमा अगाडिदेखि नै राज्य गर्दै आएको प्राचीन इतिहासमा उल्लेख छ। एक वंशको राज्य सत्ता र अस्तित्व अर्को वंशले समाप्त गर्दै नयाँ राज्य सत्ता स्थापना गर्ने क्रमबाट अछुतो रहन सकेनन् तत्कालीन किराँतहरू। यही क्रममा सर्वप्रथम काठमाडौँ उपत्यकामा गोकर्ण आधार क्षेत्र बनाउँदै राज्य गर्ने क्रममा शंखमूलको यो पटुकदोमा दरबार बनाई करिब 32 पुस्तासम्म राज्य गरेका थिए किराँत राजाहरूले। प्राचीन समय जति बेला किराँतीहरूको राज्य थियो यो देशमा, यो मुलुकमा, त्यही क्रममा गस्तीले आएर यो पटुकदोमा राज्य स्थापना गरी अर्थात् दरबार बनाई राज्य गरेको हो भन्ने इतिहासकारहरूको भनाइ छ। हाल पाटन क्षेत्र ललितपुरमा अवस्थित यो ऐतिहासिक ठाउँको अवस्था हृदय विदारक देखिन्छ। यसरी पिपलको बोट र झाडीहरू सिवाय केही अवशेष बाँकी छैन। अब यलम्बर प्रथम राजा पछिका अन्य राजाहरू पबी, किङली, जितेदास्ती, स्थुमको, पटुक र गस्ती आदि हुन्। इतिहासको कुनै एउटा कालखण्डमा किराँतीहरूले एउटा करार युद्ध हारेका छन्। वैशालीबाट आएका लिच्छवीहरू जसले यो मुलुकमा किराँती शासनलाई अन्त्य गरेर उनीहरूको राज्य स्थापना गर्ने क्रम भयो। त्यही क्रममा लिच्छवीहरूसँगको युद्धमा यो च्यासल जसको स्थानीय भाषामा 800 भन्ने अर्थ बुझिन्छ र त्यही 800 जना किराँती सेनाहरूको टाउको काटी गाडिएको हो भन्ने इतिहासकारहरूको दाबी छ। वर्तमान समयसम्म पनि आध्यात्मिक शक्तिपीठको रूपमा रहँदै आएका तथापि शहरी अतिक्रमण हुँदै आएको खुल्ला आँखाले देख्न सकिन्छ। यसरी कहिले सासूको पालो कहिले बुहारीको पालो भने झैं किराँत शासनकाल वैभवशाली कालको रूपमा परिचित हुँदाहुँदै पनि लिच्छवीहरूसँग परास्त भए नराम्ररी। चैत वैशाखको खडेरीमा आगो सल्किए झैं सल्किँदै गयो बिस्तारै बिस्तारै किराँती राज्यहरूमा। चाकडी, चाप्लुसी र शत्रुसँग झुक्न कहिल्यै नजान्ने किराँत युद्धमा हारेको ठाउँको पानीसम्म खान नहुने दृढ संकल्पका साथ किराँती राजा केही सेनाहरू र जनताहरू उपत्यकाबाट पूर्व ससानो राज्य विस्तार गर्दै लागे। यही क्रममा बनेपा, धुलीखेल, सिन्धुपाल्चोक, दरबार डाँडा, दोलखा, चरिकोट हुँदै किराँती छापसम्म राज्य स्थापना गरे। इतिहासकारहरूको स्रोत अनुसार यज्ञहाङका 2 सन्तानहरू जेठा लिलिमहाङ र कान्छा खाम्सोसोहाङ यही सागा भन्ज्याङबाट छुट्टिएके। लिलिमहाङ तमोर नदीको आसपासमा दरबार बनाई बसे र कालान्तरमा यिनै राजाका सन्तानहरू लिम्बुहरू भए भने खाम्सोसोहाङ किराँती छाप हुँदै मुक्लीमा गई अधिपत्य गरी बसे र कालान्तरमा तिनै राजाका सन्तानहरू आजका राई अर्थात् खम्बुहरू भए। इतिहास युद्ध जित्ने जातिहरूको कोरियो, हार्नेहरूको कोरिएन कहिल्यै पनि। त्यसपछि बाँकी किराँत जनताहरू र गैर किराँतहरू जो लिच्छवी शासन प्रत्यक्ष स्वीकार गरे उपत्यकामा बसोबास गरे
कालान्तरमा यिनीहरूको भाषा, संस्कार, संस्कृति, धर्म वर्तमान नेवार जाति जस्तै बन्यो। त्यसैले नेवार जातिभित्रका केही वंशहरू पनि किराँत नै हुन् भन्ने एक थरी इतिहासकारहरूको भनाइ छ। यही गढी हो जहाँ हाम्रा पुर्खा बाझाङ राई र हाम्रा किराँत सेनाहरू परेडी खेल्ने ठाउँ। त्यतिखेर सेरेमोनियल सेन राजा हुनुहुन्थ्यो र कार्यकारी प्रमुख बाझाङ राई हुनुहुन्थ्यो। आज हामी किराँत देवास राईहरू उनै बाझाङ राईका सन्तानहरू हौं र इतिहासले पनि यही कुरा पुष्टि गरेको छ। पृथ्वीनारायण शाहसँगको फौजसँग राजा बाझाङको परास्त भए। त्यस पश्चात यहाँबाट फेरि पूर्वतिर हरिहरपुर गढीतिर गएर फेरि पनि त्यहाँ राज्य स्थापना गरे। हरिहरपुर गढीमा पनि युद्ध भयो र अन्तिम युद्ध त्यहाँ भइसकेपछि त्यहाँबाट बाझाङका केही सन्तानहरू र बाझाङका सेनाहरूलाई बन्दी बनाएर नुवाकोटसम्म फेरि पनि लगे र नुवाकोटबाट धेरै समयको अन्तरालमा चौघरा र दुन क्षेत्रमा फेरि आएर बसोबास गरे। आफ्नो राज्य सत्ता स्थापना गर्ने क्रममा उर्वर भूमि खोजी गर्दै कोही सुनकोशीको तीरतिर बसोबास गरे। उनीहरू सुनवार भए। कोही तामाकोशी, कोही दुधकोशी, कोही अरू नदी र तमोर नदीहरू पछ्याई आसपासमा किपट खडा गरी बसोबास गर्न थाले। कालान्तरमा राजनैतिक रूपले नै भौगोलिक विभाजन भयो। पल्लो किराँत, माझ किराँत र वल्लो किराँत। फेरि यी पहाडी प्रदेशमा धेरै शताब्दीसम्म एक छत्र शासन कायम गरे। शासन सत्ताको रक्त बीज बोकेका खम्बु, याखा र लिम्बुहरूले। आज भन्दाखेरि 2100 वर्ष अगाडि जब पाटलिपुत्र, पटनालाई त्यसपछि पाटलिपुत्र भन्थ्यो, त्यहाँनेरि नन्द राजाहरू राज गर्थे र तिनीहरूको एकजना पुरोहित चाहिँ चाणक्य हुनुहुन्थ्यो र चाणक्यलाई अलिकति त्यो नन्द राजाहरूले बेइज्जत गरेको कारणले उनले चाहिँ एउटा बदलाको भावले चन्द्रगुप्त भन्ने सरदारलाई अगाडि बढाएर नन्द राजाहरूलाई चाहिँ हराउने उहाँले युक्ति निकाल्नुभयो। उत्तरतिर जो किराँती राजाहरूसँग सहयोग मागेर एउटा किराँतको ठुलो जत्था चाहिँ उनको सहयोगमा गएका थिए। नन्द राजाहरूको पराजय भयो र चन्द्रगुप्त चाहिँ अब त्यहाँको अब राजा सम्राट भनेर स्थापित भयो। चन्द्रगुप्तले पनि खुसी भएर उनले जितेको आदि राज्यहरू चाहिँ किराँतीहरू पनि तिमीहरू पनि बसोबास गर भनेर दिएको थियो। तर केही समयपछि चाहिँ चाणक्यलाई कस्तो लाग्यो भने यो किराँतीहरूको प्रभाव बढ्दै गयो, कसरी चाहिँ तह लगाउने अथवा उनीहरूलाई खेद्ने उनले चाहिँ षड्यन्त्रहरू उनले गर्न थाले। उनीहरू फेरि पहिला आफ्नो जुन ठाउँबाट आएको थियो उतै उत्तरतिर नै उनीहरू फेरि पलायन हुन थाले र विशेष गरिकन यो किराँतीहरूले चाहिँ अहिलेको नेपालको यो सिमरनगढ भन्छ, सिमरनगढमा चाहिँ ठुलो बस्ती नै उनीहरूले बसालेका थिए र त्यहाँबाट चाहिँ किराँतीहरू उत्तरतिर हुँदाखेरि त्रिशुली, गण्डकी, बागमती र चतराघाटबाट उकालो चढेको थुप्रो हाम्रो लोककथाहरू, किंवदन्तीहरू र हाम्रो मुद्दुमहरूमा पनि त्यो हामीले पाउँछौँ। तत्कालीन अवस्थामा बहुचर्चित विजयपुर गढी जहाँ हाङ बुद्धिकर्ण रायले राज्य गर्दथ्यो, अहिलेको अवस्थामा पनि यी सामान्य इटाको टुक्राहरू भग्नावशेषको रूपमा पाउन सकिन्छ। यसैगरी सुरक्षाको दृष्टिकोणले खनिएका यी खाल्डोहरूको भग्नावशेष अहिले पनि रहेका छन्। मझुवा गढी, खामतेल गढी, चौडण्डी गढी, हतुवा गढी, विजयपुर गढी, साँगुरी गढी आदि किराँत ल्याण्डका बहुचर्चित गढीहरू हुन् भन्दा सायद दुई मत नहोला। म त्यही गर्भिलो माटोमा टेकेर उभिएको छु जहाँ किराँती पुर्खाहरूले टेकेर आफ्नो विरासत कायम गरेका थिए धेरै लामो समयसम्म। वर्तमान समयसम्म पनि
कोट घरहरू र गढीहरू भनेर चिनिँदै आएका यी ऐतिहासिक तथा पुरातात्विक ठाउँहरूमा सामान्य पर्खाल र झाडीहरू सिवाय केही बाँकी छैन। अब यी गढीहरूमा पृथ्वीनारायण शाहको भौगोलिक एकीकरण पूर्व सन्ध्या विक्रम सम्वत 1800 सम्म पनि दिवान चौतारिया, काजी र कतिपय ठाउँहरूमा राजा नै भएर राज्य गर्दथे प्राचीन वंशीय किराँतहरू। तत्कालीन माझ किराँत, वल्लो किराँत, वर्तमान खम्बुवान क्षेत्र भनेर चिनिने यी ठाउँहरू राईहरूको सघन बसोबास स्थान हो। जसको शक्ति उसको भक्ति नै थियो नेपाली राजनैतिक ऐतिहासिक घटनाक्रममा। तत्कालीन राज्य गोर्खाबाट विक्रम सम्वत 1800 देखि 1831 मा पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे अदम्य साहसीका साथ राज्य निर्माणको तरल अवस्थामा। वल्लो किराँत र माझ किराँत या भनौं खम्बुवान क्षेत्रमा सशस्त्र युद्ध भयो र सम्पूर्ण गढीहरूमा विजय प्राप्त गर्यो तत्कालीन गोर्खा राज्यले। खम्बुवान हमलामा विक्रम सम्वत 1864 सम्म जोरदार प्रतिकार गरे हतुवा राज्यका तत्कालीन युवराज अटल सिंह खम्बुले, जसलाई पृथ्वीनारायण शाहको फौजले निर्ममतापूर्वक हत्या गरेका थिए। अटल सिंह जुन चाहिँ हतुवाको राजा थियो र ऊ चाहिँ हारेर भाग्यो, उनले समर्पण गर्न मानेन। भागेपछि बिहार राज्यको अहिले वर्तमान सुपौल जिल्लाको त्रिवेणीगंज सब डिभिजनको बाजितपुर भन्ने गाविसमा उहाँको घर पर्छ। एक भाइ चाहिँ फेरि फर्केर नेपाल आउनु भएको छ। उहाँ चाहिँ सुनसरीको 70 झोडा भन्ने गाविस छ, त्यहाँ आएर बसोबास गर्नु भएको छ। र यो सिंह लेख्ने भन्ने कुरामा के देखिन्छ भने अब कसै कसैको नाममा राई छ त्यहाँ वंशावली हेर्दाखेरि, तर प्रायः सिंह छन् र उनीहरूको जात भनेपछि त्यहाँ नेपाली राजपूत भनेर लेखा छ। किनभने राजपूत भनेपछि त्यहाँको तपाईको फरवर्ड कास्ट हो, पानी चल्ने हैन, अरु सबै चाहिँ तपाईको ब्याकवर्ड कास्टहरु हुन्, ब्राह्मण राजपूत बाहेक। अरुण नदी पूर्व लिम्बुवान क्षेत्रमा भने सम्झौताद्वारा केन्द्रीय राज्यमा गाभिएको थियो भन्ने प्रमाण यी ताम्रपत्र र लाल मोहरहरूले प्रमाणित गर्दछ।